के हुन्छ जब कसैले तपाईलाई भगवानसँग विश्वास गर्छौ भने आजैदेखि अस्पताल जान छोडिदेऊ भन्छ। आज म तपाईलाई त्यो सच्चाईको पर्दा पछाडिको असली सत्य बताउँदैछु। आज नेपालका गाउँ गाउँमा सच्चाई केन्द्रको नाउँमा एउटा यस्तो मन्द विष फैलिरहेको छ जसले हजारौं सोझा नेपालीहरूको ज्यान लिइरहेको छ। कल्पना गर्नुहोस्, ती आमाको पीडा जसलाई क्यान्सर भएको थियो, सच्चाई केन्द्रका अगुवाहरूले उनलाई भने यो रोग होइन, शैतान हो, अस्पताल नजाऊ, हाम्रोमा प्रार्थना गर, कमाईको 10% भेटी चढाऊ, सबै जादु जस्तो निको हुन्छ। ती बुढी आमाले आफ्नो जीवनभरको पसिनाको कमाई बुझाइन्, डाक्टरको औषधि फ्याँकिन्, तर अन्त्यमा के भयो? निको हुनुको सट्टा उनी तडपिकन मरिन्। जब उनी अन्तिम सास फेर्दै थिइन्, ती पास्टरहरूले भने तिनको विश्वास कमजोर थियो, त्यही भएर परमेश्वरले बचाउनु भएन। कति सजिलै पन्छिन्छन् है यिनीहरू। HIV, एड्स, क्यान्सर र पाइल जस्ता रोगहरू हामी छुँदा निको हुन्छ भनेर विशेष गरी हाम्रा गरिब, दलित र पहुँच नभएका दाजुभाइ दिदीबहिनीहरूलाई मृत्युको मुखमा धकेलिँदैछ। जसलाई पैसा र शक्तिको अभाव छ उनीहरूलाई नै यो जादुई उपचारको झुटो सपना बेचिन्छ। घरमा श्रीमान श्रीमतीको बीच फाटो ल्याउने, बिरामीलाई अस्पताल जानबाट रोक्ने यो कस्तो धर्म हो? यस्तो ठगी नेपालमा मात्र भएको भने होइन। अमेरिका र युरोपको इतिहास पल्टाएर हेर्नुहोस्। दशौंको अघि जिम जोन्स र पीटर पफोप जस्ता व्यक्तिहरूले आफूलाई भगवानको दूत बताउँदै त्यस्तै गरी व्हील चेयरबाट उठाउने नाटक गरेर अरबौंको व्यापार गर्थे। जुन विज्ञान र अनुसन्धानले उनीहरूको पर्दाफास गर्यो, उनीहरू त्यहाँबाट लखेटिए। आज त्यही ठगी धन्दा, त्यही ग्लोबल स्क्याम नेपालको गरिबीको फाइदा उठाउँदै एउटा नयाँ स्वरूप लिएर आएको छ। सत्य के हो थाहा छ? साँचो ईश्वरले कहिले तपाईको गरिबीमाथि व्यापार गर्नुहुन्न। ईश्वरले हामीलाई बुद्धि र विज्ञान दुवै दिनुभएको छ। प्रार्थनाले हो आत्मविश्वास दिन्छ, आत्मबल दिन्छ, तर शरीरको उपचार डाक्टरले नै गर्छ। आफ्नो ज्यान र सम्पत्ति ती व्यापारीहरूको हातमा नसुम्पिनुहोस्। आफ्नो परिवार बचाउन यो भिडियो हरेक नेपालीसम्म पुर्याउनुहोस्। जय जय गोरख, जय जय काली।